अब यहाँ आदरणीय निवर्तमान अध्यक्ष मोहन निरौलाज्यूलाई म मञ्चमा आमन्त्रण गर्दछु। मोहन निरौलाज्यू मञ्चमा आमन्त्रण गर्छु। अब यो एकछिन गीता एकैछिन तपाईँले लाउनुहुन्छ कि दिदी कुरा गर्नु यो हामीलाई के दुःख लाग्छ भने नि यति दुःख गरेर निर्वाचन गरायौँ, तपाईँहरूलाई निर्वाचित गरायौँ, तपाईँहरूलाई शुभकामना हामीले पनि भन्नु नपाउला जस्तो भयो। यो विधि मिचियो। तपाईँहरू आफू रमाउनु त भएको छ, हामीलाई रमाउनु दिनु भएन नि। तपाईँहरूले हामीलाई रमाउनै दिनु भएन। तपाईँले एकछिन उता गएर बस्नुहोस् त, एकछिन उता बस्नु। यहाँ बोलाइएकाहरू बाहेक एकैछिन